हेलो साथीहरू सबैजना नमस्ते सन्चै हुनुहुन्छ। वेलकम ब्याक टु माई युट्युब च्यानल। आज फेरि मैले काँक्रो र आलुको अचारको रेसिपी लिएर आएकी छु। सुरुमा मैले काँक्रो काटेँ, त्यसपछि आलु बोइल गरेँ अनि यता मैले प्याज पनि काटिसकेको छु। त्यसपछि मैले तिलको छोप पनि भुटेर बनाइसकेको छु। अब मैले प्याज र काँक्रो अनि आलु एकै ठाउँमा राख्दैछु। प्याज राखिसकेपछि आलु राखेँ। त्यसपछि मैले सिलमको छोप राखेँ। मैले चाहिँ यो अर्को भाँडामा खनाएँ किनभने त्यसमा मोल्न अलि अप्ठ्यारो हुने भयो भनेर। त्यसपछि नुन स्वादअनुसार नुन राखेँ। त्यसपछि मैले चिल्ली पाउडर राख्दैछु। अब अचार चाहिँ अलि पिरो पिरो नै मनपर्ने भएकोले मैले अलि धेरै नै राखेको छु। त्यसपछि मैले थोरै गरम मसला राख्दैछु, थोरै राख्दैछु बास्नाको लागि। त्यसपछि मैले जिरा धनियाको पाउडर राखेँ। यता चाहिँ मैले प्यान बसाएर तेल पनि तताउन बसालिसकेँ। अब तेल बिस्तारै तातिसकेपछि मैले चाहिँ मेथी फुराएँ। मेथीलाई चाहिँ अलिअलि मजाले पड्किने गरी बेलासम्म छोडिदिनुपर्छ। मेथी पड्किन थालिसकेपछि यतिको रातो भएपछि बेसार राख्ने। मैले चाहिँ ग्यासको फ्लेम अफ गरिदिइसकेँ किनभने यो चाहिँ धेरै नै तातो भइसक्यो। मेरो मेथी डढेर कालै भइसक्यो, त्यसैले मैले ग्यास अफ गरिदिएको छु। अब चाहिँ यसलाई मजाले एकछिन यस्तो हल्लाएर अब यसलाई अहिलेको अचारमा खनाउने। मैले यहाँ चाहिँ अदुवा लसुनको पेस्ट पनि राखेको छु, यो चाहिँ स्किप भएको छ है साथीहरू। अब चाहिँ यो अचार मोल्न तयार भयो। अब चाहिँ म मोल्दैछु। मैले हात चाहिँ सफा गरेर धोइसकेको छु। अब म मोल्दैछु। हेर्नु होला, यसलाई चाहिँ यसरी मजाले मोल्ने। यसरी हातले मोलेको अचार चाहिँ मलाई चाहिँ साह्रै मनपर्छ। हजुरलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नु होला। यसमा त मैले एकदमै छुटाउने नहुने कुरा पो छुट्याएछु साथीहरू। मोल्दै चाखेको थिएँ होइन। मैले चाहिँ लेमन हाल्नै बिर्सेछु। यो चाहिँ मैले दाइसोबाट लिएको। लेमन राखिसकेपछि ठ्वाक्क पिरो अमिलो चट्ट मिलेको मेरो अचार चाहिँ तयार भयो। आउनुहोस् त्यो सबैजना चाखौँ। हजुरहरू पनि यसरी नै बनाएर ट्राई गर्नु होला। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद।